चाइनिजमा चाहिँ यति साह्रो अर्डर आउँछ कि यति साह्रो अर्डर आउँछ कि भनौँ यो हुन्छ नि 1 सेकेन्ड भनौँ तपाईँको यो तपाईँहरू सास लिनु टाइम पाउँदैन क्या त्यस्तो अर्डर आउँछ क्या चाइनिजमा चाहिँ। त्यही भएर चाहिँ म चाहिँ यो चाइनिज लाइनमा चाहिँ किन सिक्न चाहन्छु भन्दाखेरि यो चाइनिज लाइन चाहिँ तपाईँले सिकिसकेपछि चाहिँ गाउँघरमा गएर पनि काम गर्नु सक्नुहुन्छ क्या। आफ्नै एउटा भनौँ स्टल एउटा आफ्नो एउटा फास्टफुड एउटा खोल्न सक्नुहुन्छ क्या। त्यही भएर चाहिँ खासमा चाहिँ आएको खासमा चाहिँ यस्तो हो देखाउँदैछु हो। अनि यो चाहिँ भयो तपाईँको यो एउटा बियर बार हो। यहाँबाट चाहिँ मेसिनबाट चाहिँ बियर निकालेर हो, यहाँबाट चाहिँ मेसिनबाट बियर निकालेर दिन्छ हो। अनि त्यो रेस्टुरेन्ट अनि हाम्रो यहाँ सोल्टी आउनु हुँदैछ। यो जुन चाहिँ बियर बार चलाउने हाम्रो सोल्टी हुनुहुन्छ अशोक लामा। हेलो गाइस। अनि देख्न सक्नुहुन्छ अहिले सबै क्लोजिङ टाइम भएर होइन लगभग 12 बजे क्लोजिङ टाइम भएर चाहिँ यहाँ अहिले यस्तो सुनसानी भइरहेको छ। नत्र पुरा पार्टीको टाइममा त पुरा पार्टी हुन्छ नि त हो। थ्याङ्क यू सो मच।